आज चाहिँ दिन चाहिँ एकदम दामी भइरहेको छ है, देख्न सक्नुहुन्छ। र अहिले भने चाहिँ म चाहिँ यहाँनिर माछाको कुवा सफा बनाइरहेको छु है। माछा साह्रै ठुल्ठुलो चाहिँ छैन है, र पनि म यो तपाईँलाई कुवा सफा गरेर चाहिँ तपाईँलाई देखाउँछु ल यहाँ कत्रो कत्रो माछा छ भनेर। र तपाईँलाई हेर्दै गर्नुहोस् है त। म फेरि अहिले भने चाहिँ एकदम कुवा सफा गरिसकेको छु है। तपाईँले देख्नुहुन्छ कि हुँदैन, त्यति साह्रो सफा चाहिँ भएन, अलिअलि चाहिँ भयो है, र तपाईँले देख्नुहुँदै होला। र मलाई चाहिँ माछाहरू पाल्ने चाहिँ पुरा रहर लाग्छ नि त है, माछा मौरीहरू चाहिँ। तर साह्रो ठुल्ठुलो छैन माछाहरू चाहिँ है, मसिनो मसिनै छ। र पहिला हालेको थियो ठुल्ठुलो थियो तिनीहरू चाहिँ हो, तर अब त्यति अहिलेसम्म भए चाहिँ त्यो ठुल्ठुलो हुन्थ्यो, त्यो मऱ्यो नि त, त्यहाँबाट चाहिँ अहिले यो नयाँ हालेको नि त। मसिनो देख्न सक्नुहुन्छ यहाँ पर। ठुल्ठुलो चाहिँ कता कता एक दुईवटा छ है, यहाँ मुनितिर देख्नुहुँदैछ यिनीहरू। ठुल्ठुलो चाहिँ यत्रो भइसकेको छ। र एकदम माछा र मौरी चाहिँ मलाई पुरा रहर लाग्छ है। यहाँ माछालाई पनि साह्रै बेसी अब चारोहरू हालिबस्नु परेन है, यसो बेला बखतमा पत्ताहरू हालिदिँदा भइहाल्छ हो। अन्त यसो पालिरहेको छ भने चाहिँ कोही बेला यसो घरतिर खानु पनि हुन्छ है। मलाई चाहिँ फेरि खानुभन्दा पनि एक्चुअली रहर क्या, पाल्नु चाहिँ रहर लागेर चाहिँ पालेको नि। तपाईँले देख्न सक्नुहुन्छ मसिनो मसिनो चाहिँ पुरा छ है। र आधी चाहिँ कति मऱ्यो र फेरि अहिले यति चाहिँ बाँचेको छ भनौँ न।